आदिकालदेखि नै यहाँ मन्दिर भएको प्रमाणका रूपमा पुरातत्व विभागले यहाँ उत्खनन गर्दाखेरि, त्यसै गरी अन्य केही विश्वविद्यालयहरूले पनि यहाँ उत्खनन गर्दाखेरि यहाँ चाहिँ प्राचीन भगवान नृसिंहदेवको मन्दिरका अवशेषहरू भेटिएका छन्, जो कमसेकम लिच्छवीकालीन हुन् भन्ने प्रमाणित भएको छ। अर्थात् हामी पुराण इतिहास पुराण मान्य पौराणिक व्यक्तिहरूका लागि, पुराण इतिहासलाई प्रमाण मान्ने व्यक्तिहरूका लागि त स्वयं भक्त प्रवर श्री प्रहलाद महाराजले सत्ययुगमा स्थापित गरेको मन्दिरका रूपमा हामीले लिन्छौँ भने अब यता मान्दैन भन्ने हो भने पनि 1600-1700 वर्ष पुरानो मन्दिरको अवशेष भेटिएको छ। त्यो हिसाबले यो पौराणिक रूपमा, पुरातत्विक रूपमा, त्यसै गरी ऐतिहासिक रूपमा महत्त्वपूर्ण स्थानमा हामी छौँ। दुई गङ्गाको सङ्गम स्थल छ। भगवान सदाशिवको आँखाबाट बगेको आँसुबाट प्रकट भएका कारण आँखु खोला, जसलाई आँखाबाट बगेको भन्ने अर्थमा आँखु खोला पनि भनियो। नेत्रावती गङ्गा, यता बुढी गण्डकी, गण्डकी मध्येको प्रथम गण्डकी भएका कारण वृद्ध गण्डकी, प्रथम गण्डकीको रूपमा वृद्ध गण्डकी भनियो। बुढी गण्डकी, यो दुईको सङ्गम स्थलमा भक्त प्रवर श्री प्रहलाद महाराजले तपस्या गर्नुभएका शास्त्रीय प्रमाणहरू रहेका छन् र यी शास्त्रीय प्रमाणहरूका आधारमा यो स्थान लुप्त हुनु हुँदैन भनेर यहाँका स्थानीय वृद्ध बुवाहरूले आजभन्दा करिब 25 वर्ष अगाडि, 20-25 वर्ष अगाडि यसलाई चाहिँ पुनर्निर्माण नै भन्न चाहन्छु यसलाई, किनभने प्राचीन कालमा मन्दिरको अवशेष भएको स्थानमा नयाँ मन्दिर स्थापना हुँदैन, यसलाई पुनर्निर्माण नै गर्नुपर्ने हुन्छ। गर्नुभयो, जसलाई फेरि 72 को भूकम्पले भत्काइदियो। त्यो भूकम्पले भत्काएपछि पछिल्लो 5 वर्षदेखि श्रद्धेय महाराज श्रीको कृपा यो मन्दिरको पुनर्निर्माणको कार्यहरू सुरु भयो र आज यो स्थानमा पुगेको छ। करिब 15-15.5 करोड बराबर खर्च भएको छ र त्यो खर्च हुँदै गर्दा स्थानीय निकायबाट करिब विभिन्न स्थानीय निकायहरूबाट करिब 1.5 करोड प्राप्त भएको छ। त्रिपुरा सुन्दरी गाउँपालिकाबाट त्यो ग्रेनाइट आदि हाल्नका लागि 50 लाख, पछि अतिथि निवास निर्माणका लागि 60 लाख गरेर करिब 1 करोड 10 लाख, त्यसै गरी विभिन्न त्यो पहिरो आदि यहाँ जाँदाखेरि त्यो विपद कोषबाट त्यो निर्माणका लागि, पहिरो रोकथामका लागि गरेर करिब 1.5 करोड बराबरको हामीलाई सहयोग प्राप्त भएको छ भने हाम्रा छिमेकी पालिकाहरूबाट, छिमेकी स्थानीय निकायहरूबाट पनि विविध प्रकारको चाहिँ सहयोग प्राप्त भइराखेको छ। अन्यथा करिब 15 करोड काम गर्दै गर्दा हाम्रो अन्य जति पनि निर्माणका कामहरू भएका छन्, यहाँहरूले प्रदान गर्नुभएको दान दक्षिणा, यहाँहरूले प्रदान गर्नुभएको प्रेम र सद्भावको यो प्रतिफल हो। आज यति काम सम्पन्न भएको छ र यो हुँदै गर्दा यहाँ बुढी गण्डकीको यो परियोजनाको सम्बन्धमा पनि प्रश्न आउने गर्छ। अघि मैले मान्य मुख्यमन्त्रीज्यूलाई पनि भन्दै थिएँ, यसलाई अब प्रदेशले चाहिँ आफ्नो प्रदेशको गौरवको योजनाका रूपमा समेटेर यसको डिपिआर गराउनेदेखि लिएर यहाँ गुरुकुल विद्यालय सञ्चालनमा छ, त्यो गुरुकुल विद्यालयलाई पनि अपनत्व लिने, यहाँ आवासीय विद्यालयका रूपमा यसलाई स्थापना गर्ने र त्यसै गरी यहाँ चाहिँ यसलाई प्रदेशले चाहिँ अपनत्व लिएर, अघि मैले चर्चा गर्दै थिएँ, सामवेद पढाउने हामी चाहिँ एउटै गुरुकुल छौँ होइन, सामवेदीय गुरुकुलका रूपमा चाहिँ यसलाई प्रदेशले अपनत्व लिएर चाहिँ यसलाई आफ्नो गौरवको योजनाका रूपमा अगाडि बढाउनुपर्छ भनेर अघि मैले मुख्यमन्त्रीज्यूसँग पनि भन्दै थिएँ। बुढी गण्डकी जुन परियोजना बन्दै गर्दा, विकास हुँदै गर्दा हाम्रा सांस्कृतिक धरोहर र सम्पदाहरू विनाश हुनु पर्दैन भन्ने एउटा नमुना परियोजनाका रूपमा हामीले यो नरसिंहधामलाई देशभरिकै एउटा चाहिँ नमुना परियोजनाका रूपमा स्थापित गर्ने इच्छा राखेका छौँ। यो पावन नरसिंहधामलाई हामीले त्यतिखेर पनि संरक्षण गरेर राख्न सकियोस्। पानी मुनि नै यसलाई संरक्षण गरेर राखेर भक्तहरू दर्शन गर्न आउँदै गर्दा ढुङ्गाबाट आउँदै लिफ्टबाट झरेर दर्शन गर्ने हिसाबले यो परियोजनालाई चाहिँ अगाडि बढाउनुपर्छ भनेर हामीले तत् अनुरूप नै अहिलेसम्म भएका निर्माणका कामहरू निर्माण गरिराखेका छौँ। यो पनि यहाँ सबैलाई अवगत गराउँदै सबैभन्दा महत्त्वपूर्ण कुरा, भगवान श्री नृसिंहदेव प्रकट हुनुभएको यो पुरुषोत्तम महिना हिरण्यकश्यपले वरदान पाउँदा 12औं महिनामा नमर्ने वरदान प्राप्त गरेको थियो। यो चाहिँ 13औं महिना, जो सौर्यमास र चन्द्रमास अनुसारका सौर्य गणना र चन्द्र गणना अनुसार जुन अधिक समयको भेद रहन्छ, त्यो भेद अधिक बढ्दै गएर प्रत्येक 34 महिनामा विशेष महिना आउने गर्छ, पुरुषोत्तम महिना, जहाँ भगवान नरसिंहदेव प्रकट भएर
आफ्ना लीलाहरू गर्नुभएको महिना, आफ्ना लीलाहरू गर्नुभएको स्थान यो पावन भूमिमा अब 1 महिनासम्म पावन श्री नृसिंह महोत्सव चल्नेछ। नेपाली रामचरितमानसको सम्भवतः नेपालमा पहिलो पटक कथा आउँदैछ महाराज र पहिलो पटक नेपाली रामचरितमानस बडो सुन्दर रूपमा त्यसको कथाहरू हामीले श्रवण गर्न पाउनेछौँ। गोत्र अनुसारका हवन कुण्डहरू छन्, हवन आदि कर्ममा सहभागी हुनेछौँ।